हामीलाई जानकारी दिनुभयो, उहाँले त्यहाँ नबोलिने हुन्थ्यो। हामी कुनै त्यो इम्प्लिमेन्टेसन गर्दा यहाँ लाउनुपर्छ है भन्ने खालको पहुँच पनि होइन नि त। हाम्रो संस्था हो नि त एउटा। संस्थाले त त्यो गर्न सक्यो नि त, राज्यले गर्ने हो, स्थानीय उसले गर्ने हो, जनतालाई राम्रो गर्दा नापी नक्सा अनुसार छुट्याउनु पर्ने हो। अब उहाँले पनि त्यो नभने भए हुन्थ्यो। तर हामीलाई नि के छ भने हामी त जानकारी लिएका हौँ। त्यो जानकारी नलिए भए यहाँबाट लाइन गयो भने थाहा हुन्थेन फेरि। अब त्यो पछि थाहा भएर पो यत्रो परमाणुहरू सहित अब के अरे जुटियो, अब सबै देखाउनु भयो नि त उहाँहरूले, पूर्व अध्यक्षहरूले। अब त्यो बल्ल थाहा भयो हामीलाई होइन, न त थाहै थिएन यो पनि। अब त्यही थाहा भएर दूषित जग्गामा वर्गीकरण बस्नु अरू भन्ने पनि थाहा भयो। यहाँ पिल्लर यहाँ आउँछ भन्ने थाहा भयो। अहिले हेऱ्यो भने ताल घटेको बेलामा पहिलाका अब जस्तै एउटा 10-15 वर्ष अगाडि एक ठाउँमा पिल्लर, 15 वर्ष पछाडि अर्को ठाउँमा पिल्लर हुँदै आयो क्या यो। अब यो पनि हुनुहुन्न नि त खासमा होइन। राज्यले पहिलाको पिल्लरलाई कायम गर्यो भने नि अहिले त त्यो त छुट्टिएको छ होला नि त। अब हाम्रो खासमा के भने उहाँले पनि त नबोले हुन्थ्यो, हामीले पनि जानकारी लिएका के अरे। हाम्रो के यसलाई कार्यान्वयनको पाटो जाने खालको होइन नि त। मुख्यमन्त्रीज्यू सहित मेयर साहब पनि परिषदले एउटा जानकारीमूलक टहलको मापदण्ड सम्बन्धी पोल गाड्ने अभियानमा छौँ हामी। यसमा एउटा मिटिङ राखौँ भन्नुभयो, जानकारी दिनको भन्नुभयो। यसमा हामी 12 गते सबै संस्थाको अध्यक्षज्यूसहित हामी आएपछि भएको जुन राज्यबाट भएका नै यो अघि यहाँ देखाउनु भएको म्याप नै थियो, त्यसमा रेड लाइन लगाएको थियो। अब हामीले पनि सानोबाट, म पनि यहीँको स्थानीय हो, यहीँ हुर्केको मान्छे हो, ढोताल कहाँसम्म थियो भन्ने हामीले पनि आफ्नो आँखाले हेर्दाखेरि सबै कुराहरू छर्लङ्गै छ। अनि त्यो भएपछि हामीले होइन यसरी त यो अहिलेको फुड ट्र्याकलाई नै लाइन मानेर त कसरी होला र, उठाइएको माटो र त्यो भित्र परेका मान्छेको जग्गाको कुराहरू के हुन्छन् यसमा भनेको। त्यो अहिले पोल गाड्ने हो, त्यो पछिको कुराहरू हुन्छन् भन्नुभयो। अहिले पोल गाडिसकेपछि त त्यसको त भोलि त मापा नै त्यही पोलबाट हुन्छ त। भित्रको जग्गा त कहीँ 35 मिटर कहीँ 40 मिटर तानिएको जग्गा त भित्र पऱ्यो भन्ने कुरा भयो। यसलाई पहिला पोल गाडौँ अनि त्यसलाई पछि फेरि यहाँ छ भन्ने खालको ल्याउने भन्ने कुरा भयो होइन। त्यस्तै छलफल भइराख्यो। पछि हाम्रो राजनीति अलि उसको कुरा गर्दै गएपछि मेरो सब पनि जानुभयो। त्यो दिन मुख्यमन्त्रीज्यू भने कार्यव्यस्तताले गर्दा गोर्खा जानुपर्ने भएर आउनु भएन। हामीले त्यो दिन हेरेको भनेको त्यही भिजुअल मात्रै हो, यो छ भनेर लाइनिङ तानेको हेऱ्यौँ हामीले। अब यस्तो खालको त कसरी होला र, सबैको उसबाट हुन सक्दैन यो भन्यो। अब त्यतिका भरमा बाहिर के भयो त भन्दाखेरि अब हामी नै स्थानीय हौँ, अरू कसैलाई अब यो गरेर निर्णय गर्यो। जस्तै पोखरा पर्यटन परिषद कुनै पनि निर्णय गर्ने अधिकार हामीमा छैन। हामी पोखराको पर्यटन प्रवर्धन, यसको सम्वर्धन, कसरी धेरैभन्दा धेरै एराइभल्स ल्याउने भन्ने कुरा हो। नीतिगत यहाँ पोल गाड्ने यहाँ नगाड्ने भन्ने खालको हाम्रो त चासो त होइन। यो त गर्ने निकायले गर्ने हो। हामीले त के भन्छौँ, स्थानीयलाई पनि राहत होस्, उहाँहरूमा यो कानुनी उपेक्षा गर्नु भएन, उहाँहरूको जग्गाको उचित क्षतिपूर्ति हुनु पऱ्यो। उहाँले पनि भन्नुभएछ त, परेको मान्छेले उचित क्षतिपूर्ति भयो भने हामी छोड्छौँ। एउटा प्लान त हुनु पऱ्यो त। प्लानै नभइकन अहिले भएका जस्तै कोमागाने पार्क, हाम्रो वसुन्धरा पार्क, यहीँको क्याम्पिङको जग्गा हेऱ्यो भने पनि उयो त राम्रो अवस्था छैन नि त। अब जस्तै यही काम गर्न फेरि टुरिज्म बोर्डतिर क्याम्प साइटबाट किन्न आउनु त फेरि राज्यका संरचनामा पोल गाड्दै आयो भने त एउटा केही त हुन्थ्यो होला नि त जनताहरूलाई पनि। यतापट्टिको उचित मुआब्जा ल्याऊ अनि गाडौँ भन्ने खालको कुरा गर्न सकिन्छ। अब मेरै जग्गा पनि छ, मै पनि मेरो यो सेरीको जग्गा छ, मेरो खेत छ, परापूर्वकालदेखिको हाम्रो त्यो जुन जग्गाहरू छ त्यो जग्गा नि दूषितमा छ। अब ती कसरी दूषित भयो होला भन्ने हामी नै अन्यल छौँ। बाबुबाजेको पालादेखि बाजे पालादेखि खेती गर्दै आएको जग्गाहरू होइन। यसमा जस्तै पोखरा पर्यटन परिषदले कुनै पनि निर्णयात्मक उस गर्ने इम्प्लिमेन्टेसन गर्ने, यो न्यायिक इम्प्लिमेन्टेसन गर्ने पाटो परिषदको होइन। परिषदले हाम्रो पर्यटन प्रवर्धन सम्वर्धन गर्ने हो। हामी स्थानीयमा परेका पिरमर्का छन् भने पनि त्यसलाई एउटा आजको पत्रकार सम्मेलन पनि यस्तो यस्तो रहेछ हामीलाई त पूर्ण थाहा थिएन नि त होइन। अब नापी नक्सा अनुसार भएको उहाँहरूको लालपूर्जा अनुसार यो कायम हुनुपर्छ भन्ने हाम्रो माग हो। धन्यवाद। हाम्रो पोखरा पर्यटन परिषद समन्वयात्मक भूमिकामा रहने नै संस्था हो। यसले कहिल्यै पनि यहाँको राम्रोको लागि, पर्यटन प्रवर्धनको लागि काम गर्ने हो। हामीलाई जसले पनि बोलाउनुहुन्छ मिटिङ, हामी त्यहाँ जान्छौँ, जानकारी दिनुहुन्छ, जानकारी दिन्छौँ, आउँछौँ। त्यो जानकारी पश्चात हामीले अब यो खालको आएको छ भनेर हामी एकचोटि कुरा गऱ्यौँ। कुरा गरेपछि
यसमा त अब हामी पछि आएको धेरै अगाडिबाट जस्तै हाम्रो पूर्व अध्यक्षज्यूहरूसँग नि यो डकुमेन्टहरू धेरै रहेछ होइन। त्यो पछि हामी बस्यौँ, यो डकुमेन्टको आधार पनि हेऱ्यौँ। अनि त्यो हेरेपछि त यो त गलतै रहेछ, तालभित्र पनि जग्गा रहेछ। हामीलाई के थाहा हो पहिला तालभित्रको जग्गा ऊर्जावाला छ कि छैन भन्ने हामीलाई थाहा थिएन। अनि त्यही आधारहरू भेटेपछि अब स्थानीयको पनि आवाज अब त पिटिसीले नि भन्न पऱ्यो नि एकचोटि भनेपछि यसको सबभन्दा ठिक के हुन्छ त भन्दाखेरि अहिलेसम्म कसैले नि बोलाएर सर्वपक्षीय छलफल पनि नभएको। अनि यसले गर्दा एउटा पत्रकार सम्मेलन गरौँ, अनि यो सबै पहिलाका दस्तावेजहरू पनि म निकाल्छु भनेपछि खास आजको कार्यक्रम गरेको। यो पनि एउटा समन्वयात्मक भूमिका हो। स्थानीय जो पीडित हुनुहुन्छ, जब पर्यटनका कुराहरू आउँछन्, सबैको कुराहरू यहाँबाट एउटा छर्लङ्ग होस् भनेर आजको कार्यक्रम राखेको। हामी कुनै लिड गरेर अगाडि जाने नि होइन। यहाँ कमिटी बन्ला, भोलि हाम्रो पूर्व अध्यक्षहरू नि हुनुहुन्छ, स्थानीय पनि हुनुहुन्छ, कहाँ जाने पर्यो यो सबै दस्तावेज लिएर हामी जाँदैछौँ होइन। अब यसमा जाने हो भने पिटिसी आउनु पर्यो, जाउँ भनेपछि हामी जान्छौँ होइन। अब कसैको पनि अब हामीलाई नि के लाग्यो भने यदि ऊर्जावाला जग्गा तालभित्रको माटो तानिएको छ भने त्यो मान्छे पनि पीडित हुनु त भएन नि। पहिलो सुरुमा प्लान प्याकेज के हो भन्ने कुरा हामीले ठुलो मायने राख्छ। यो राज्यको प्लान प्याकेज यो भनेर देखाउन सक्यो भने राज्यले, अनि त्यसलाई मुआवजा के दिने कति दिने। अहिले जस्तै समस्या कहाँ आयो भने त्यो 65 मिटर भनेर पहिल्यै नापिएको धेरै अगाडिको पोल, त्यो पोल र अहिलेको सीमा राखिएको दूरी नै कहीँ 20-25 मिटर, कहीँ 35 मिटरसम्म फरक पर्दो रहेछ। अघि पनि यो नक्सामा देखियो होइन। ती कुराहरू हामी ती जुन हामी जानकारी लिएपछिका कुरा हुन्थ्यो, हामीलाई नि त्यो धेरै कुराहरू थाहा थिएन। अनि त्योहरू भएपछि त त्यहाँ त भिक्टिम भयो, मान्छेहरू भिक्टिम भयो। त्यो भएपछि त्यो मान्छेहरू भिक्टिम हुँदैन। उचित राहतहरू प्याकेजहरू ल्याउनुपर्छ। अनि यहाँ के छ भने प्लान प्याकेज केही नै छैन हामीले देखेको राज्यको पक्षबाट। यो तत्काल फेरि यो 65 मिटर उठाएर मुआवजा दिने स्थितिमा पनि छैन जस्तो लाग्छ है मलाई। यी यसरी दिन्छौँ हामी ल भनेर बसेका पनि कुनै पनि कारणहरू देखिएकै छैन हामीले होइन। त्यो भएपछि कोही पनि मर्नु हुँदैन, राज्यले पनि प्रिजर्भ गर्नुपर्छ। उहाँहरूले पनि भन्नुपर्छ कि हामी 65 मिटर छोड्न तयार छौँ, त्यो उचित मुआवजा दिनुहोस् भन्नुपर्छ। मुआवजा नै लगाएर ल यति हुन्छ भनेर 65 नाप्ने आधार आयो भने त सबैलाई राहत पनि हुन्थ्यो होला कि होइन भने सकिन्न भने त्यसलाई ल्यान्ड पुलिङ सिस्टमबाट गर्न नि सक्यो नि त। कति चाहिने भन्ने ड्रेन बनाउने ठाउँहरू राखेर गर्न नि सक्यो भन्ने है। फेरि हामीले यो पनि यसरी नै गर्न सकिन्छ भन्ने अर्को मोडल हो। त्यो भयो भने 65 मिटरमा बाटो बन्छ, ग्रिन बेल्टमा कति लाने, यहाँ कस्ता खालका पूर्वाधार बन्ने भनेर बनाउन नि सक्यो नि त एउटा प्लानिङ मेकानिजममा। त्यो भयो भने त राज्यले उल्टो त्यहीँको जनतासँग प्लानिङ गरेको पैसा लिन सक्यो नि त। त्यो भयो भने ब्युटिफिकेसन नि भयो। मोडल दुई तरिकाबाट नि सकिन्छ नि त। राज्यसँग पैसै छैन भने 65 मिटरै आउनुपर्छ भन्ने छैन। अनि अहिले अर्को कुरा कस्तो भने यहाँ अब जस्तै त्यस्तो कुराहरू भइरहेको छ, वर्षै नै फेरि फेवाताल पुरिँदै आएको छ माथिबाट। त्यसलाई संरक्षणको कुनै पनि पहल छैन। फेरि यो फेवा पुरिँदै आएको जुन रातो माटोको यो डाँडासम्म अहिले एउटा यस्तो पुलै जस्तै बन्दै आएको छ। अब यसलाई संरक्षण गर्नुपर्छ भने राज्यको प्लान खोइदियो नि फेवाताल सम्वर्धनका लागि, संरक्षणका लागि। अलि अगाडि मड्डामको कुराहरू आएको थियो, त्यो मड्डाम पनि भएको छैन। माथिबाट वर्षेनी बाढीले ल्याएछ पुगेछ। अब यतापट्टिको अब पोल गाड्ने मात्रै विवादमा मात्रै छौँ कि यता पनि काम गरेर देखाउनुपर्छ। राज्यले ठुलो बजेट हाल्नु पऱ्यो होइन। अब यसले मुहार पनि नफेर्ने, 65 मिटरका मात्रै डिबेट कि प्लान आयो, प्याकेज प्लान आयो भने पनि यो प्याकेज प्लान छ राज्यसँग भन्यो भने बेस्ट हुन्छ भन्ने खालको कुरा हाम्रो भोलि यहाँ कमिटी बन्नु होला। यहाँहरूसँग स्थानीय सबै पर्यटन व्यवसायी सबै हामी एक भएर नै अगाडि कहाँ जानुपर्छ कुरो हामी सधैँ यो सहयोगी भूमिकामा हुने नै छौँ। यहाँको राम्रो र यो बेटरमेन्ट पोखराको लागि पोखरा पर्यटन परिषद सदा स्थानीय पर्यटन व्यवसायी सबैसँग साथमा छ। धन्यवाद।